आजसम्म कुनै पनि नेताले बालेनले जस्तो मन्दिरलाई सस्तो राजनीतिको भर्याङ बनाउने पतित काम गरेको थिएनन्। बालेनको यो चुनाव अघिको मन्दिर यात्राले उसको नियत छर्लङ्ग पारेको छ। यो भक्ति होइन, भोटका लागि गरिएको नौटङ्की हो। हिजो गरिबको झुप्रो भत्काउन र पेटमा लात हान्ने बालेनका ती पापी हात आज पाप पखाल्न मन्दिरमा जोडिँदैछन्। राजाको नक्कल गरेर सत्ताको भोक मेटाउन चाहेको बालेनको यो नक्कलमा न राजाको जस्तो गहिराई छ न इज्जत। सयौं वर्ष पुराना हाम्रा पवित्र मठ मन्दिरहरू बालेनको भिडियो बनाउने सुटिङ स्पट होइनन्। मधेसीले नबारे पनि पहाडे जुठो पर्दा मन्दिर जाँदैनन्। पहाडेको भावनामा बालेनले चोट नपुर्याएको भए हुन्थ्यो। भिड जम्मा गर्ने कलामा पारङ्गत हुनु र विविधताले भरिएको हजारौं वर्ष पुरानो मुलुक हाँक्नुमा आकाश पातालको फरक छ। रिसले चुर अराजक घमण्डी बालेन रवि होइन, हिन्दू धर्म र राष्ट्रस्था रोजौं, किनकि बालेन भन्दा हिन्दू धर्म ठुलो हो। फरक विचार राख्नेलाई होच्याउने बालेन र रविको निकृष्ट दम्भ, अहंकार र आक्रोश नेपाली संस्कार हुँदै होइन। सबैको महत्त्व बुझेर देवी देवता त अनेक मान्ने यस देशमा बालेन र रविलाई एक मात्र हिरो मान्ने कुसंस्कृति टिक्दैन। देश हितको योजना र सपना नभएका बालेन र रविको उत्ताउलोपन र आक्रोशमा रमायो भने विकास होइन रिसरागले देश खरानी बन्नेछ। होशियार। राजा चाहिन्छ भन्ने अनि भोट चाहिँ गणतन्त्रवादी बालेन र रविहरूको घन्टीलाई दिने, यो ठिक होइन। यदि तपाईँ राजा चाहनुहुन्छ भने हलो चिन्हमा भोट दिनुहोस्। हिन्दू राष्ट्र चाहनुहुन्छ भने हलो चिन्हमा मतदान गरौँ। संघीयता खारेजी चाहनुहुन्छ भने हलो चिन्हमा मतदान गरौँ। भाँचिएको नेपाली मन जोड्न र जलेको नेपालको घाउमा मलहम लगाउन हलोमा मतदान गरौँ। हलोले गर्छ सबको भलो।